आजको यस क्लासमा चाहिँ हामी कुनै पनि कम्पाउन्डको चाहिँ कुनै पनि पार्टिकुलर एलिमेन्टको चाहिँ हामी अक्सिडेसन नम्बर चाहिँ कसरी निकाल्छौँ भनेर हेर्छौँ। यसको लागि एक दुईवटा सिम्पल रुल्सहरू छ। फर्स्टमा के हुनु पर्दाखेरि त्यो कुनै पनि कम्पाउन्ड छ त्यसको होलको अक्सिडेसन नम्बरको भ्यालु के हुन्छ 0 बराबर हुन्छ। र अर्को रुल के छ भने यदि त्यो कम्पाउन्ड अथवा यो कुनै एउटा रेडिकलको माथि यदि चार्ज छ भने त्यसको अक्सिडेसन जस्तो मलाई सल्फरको अक्सिडेसन नम्बर निकाल्नु छ भने यसको होल अक्सिडेसन नम्बर बराबर कति यसको जति चार्ज छ यहाँ यदि +2 भयो भने यहाँ +2 -3 छ भने जे छ त्यो बराबर हुन्छ भनेर निकाल्छ है। अब हामी एक दुईवटा यस्तो एक्जाम्पलहरू गरौँ है। जस्तो मलाई के निकाल्नु पर्यो भन्दाखेरि मलाई सपोज HCl को अक्सिडेसन HClमा मलाई जस्तो क्लोरिनको अक्सिडेसन नम्बर निकाल्नु पर्यो भने म क्लोरिनलाई के मानिदिन्छु x मानिदिन्छु हैन। अब हामीलाई थाहा छ हाइड्रोजनको जहिले पनि के हुन्छ हाम्रो +1 नै हुने हो चार्ज हैन भनेको यसले +1 + x = यसको टोटल कति हुन्छ 0 भने x को भ्यालु कति हुन्छ -1 भनेको अक्सिडेसन नम्बर अफ क्लोरिन कति रहेछ हाम्रो -1 रहेछ भनेर निकाल्छ। जस्तो यसो अर्को उदाहरण गरौँ। जस्तो मलाई निकाल्नु पर्यो HClO4 को निकाल्नु पर्यो। जस्तो यसबाट मलाई सपोज निकाल्नु पर्यो क्लोरिनकै निकाल्नु निकाल्दा यसलाई के मान्नु पर्यो पहिला x मान्नु पर्यो। हाइड्रोजनको हाम्रो के थाहा छ +1 हुन्छ यो +x भइहाल्यो। अब अक्सिजनको त के छ -2 हुन्छ चार्ज तर यसमा कति हुन्छ 4 अक्सिजन छ 4 अक्सिजन भएको कारणले यसलाई 4 अनि ब्र्याकेटमा हामी -2 लेख्छौँ = 0 भयो हैन। अहिले सल्भ गरौँ +1 -8 = 0 भयो भनेपछि x को भ्यालु कति आयो हाम्रो कति आयो +7 जति आयो भनेर यसरी हामी क्लोरिनको अक्सिडेसन नम्बर कति रहेछ यसमा +7 रहेछ भनेर हामी बुझ्नु पर्यो हैन। मैले अरु केही एक्जाम्पल्सहरू लिएर आएको छु प्र्याक्टिस गर्नलाई। जस्तो मलाई अब फर्स्टमा हामीसँग के छ भने पोटेसियम डाइक्रोमेट K2Cr2O7 भन्ने छ। यसो सपोज मलाई क्रोमियमको अक्सिडेसन नम्बर निकाल्नु पर्यो भनेपछि मेरो फर्स्ट तरिका के नै क्रोमियमको पहिला क्रोमियमलाई के मान्दिने x मान्दिने। अब हेर्नु त हामीलाई के थाहा छ हैन यहाँ पोटेसियम कति 2 वटा छ भनेपछि यसलाई के छ पहिला 2 लेख्नु पर्यो अनि पोटेसियम कति हुन्छ +1 हुन्छ हैन। सो चार्ज कति हुन्छ +1 हुने कुरा भएन। अब फेरि प्लस यहाँ फेरि प्लस हुनु पर्यो। अब हेरौँ यहाँ क्रोमियमलाई त x मान्यो तर कतिवटा क्रोमियम छ 2 वटा छ त्यसैले हामी के मान्छेलाई 2x मान्छौँ प्लस यहाँ अक्सिजन कतिवटा छ 7 अनि यता कति -2 = 0 भयो हो। अब यसलाई मजाले सल्भ गरौँ। यसलाई सल्भ गर्दा के हुन्छ यो 2 + 2x 14 = 0 भयो हैन। त्यसै गरेर अक्सिडेसन नम्बर अफ यसले सल्भ गर्दा कति हुन्छ +6 जति चाहिँ आउने कुरा भएर त्यसै गरेर अब हामी अर्को यो CuS2 को तिर जाउँ। अब हामीले सपोज CuO2 मलाई किन्छ कपरको अक्सिडेसन नम्बर चाहिएको छ भने हामी यसलाई के मान्छौँ सिम्पल x मान्छौँ हैन। अब यहाँ हेर्छ भने अब हामीलाई के थाहा छ भने प्लस अब हामीले डाइरेक्ट यो OH को अक्सिडेसन नम्बर कति हुन्छ भनेको -1 भनेको कुरा पहिलेदेखि थाहा छ एउटा -1 भनेको कुरा थाहा भएको कुरा त्यसैले हामी के गर्छौँ 2 अनि यो -1 = 0 किन यसले डाइरेक्ट भएको थाहा भएको कारणले हामी गर्दा अनि x = हामी कति भयो यसमा +2 जति चाहिँ यसको अक्सिडेसन नम्बर आयो हाम्रो कपरको हैन। अब हामी यो Na2SO3 हाइपोतिर पनि हेर्छौँ भने अब फर्स्टमा मलाई सपोज अक्सिडेसन नम्बर के निकाल्नु पर्यो यो सल्फरको अक्सिडेसन निकाल्नु छ यसले x मानौँ। अब यो 2 भयो। अब सोडियम कति हुन्छ +1 हुने कुरा भएर अनि कति छ 2x छँदैछ +3 अनि अक्सिजनको -2 भइहाल्यो = 0। अब यसलाई मजाले सल्भ गरौँ भनेको यो 2 + 2x -6 = 0 भयो। त्यसपछि हाम्रो कति आयो यसको +2 जति चाहिँ यसको एन्सर जति चाहिँ आउने कुरा भएर त्यसै गरेर अब हामी यो Fe2SO4 को पनि निकाल्नु। जस्तो मलाई यसमा कति निकाल्नु पर्यो भन्दाखेरि आइरनको सपोज निकाल्नु पर्यो भने हामीले के भन्यो 2 आइरन छ 2x भइहाल्यो प्लस अब हेर्नु त अब SO4 को हामीले पहिला के थाहा छ -2 चार्ज हुन्छ भनेपछि यसले 3 अनि -2 = 0 भएर भनेपछि यसको एन्सर कति आउने भयो x = +d। यसरी गरेर चाहिँ हामी कुनै पनि कम्पाउन्डको चाहिँ कुनै पनि पार्टिकल एलिमेन्टको चाहिँ हामी अक्सिडेसन नम्बरहरू यसरी x मानेर चाहिँ हामी गर्न सक्छौँ हैन। अब यसमा चाहिँ एक दुईवटा जस्तो रेडिकल्स छ भने त्यसको चार्ज कति हुन्छ भनेर थाहा हुनु पर्यो हैन। अब यदि अल्काली मेटल छ भने त्यसको जहिले पनि +1 हुन्छ हैन। अल्कालाइन छ भने कति अल्कालाइन अर्थ मेटल छ भने +2 हुन्छ हैन। त्यस्तो कुराहरू चाहिँ हेर्यो भने अनि एक दुईवटा रेडिकल्सहरूको चार्जहरू कन्ट्रोल गर्यो भने जस्तो OH ग्रुपहरू हैन SO4 - ग्रुपहरू तिनीहरूको चार्ज कति हुन्छ +2 - 2 त्यस्तो कति हुन्छ त्यो हेर्यो भने हामी